धन्दा भिजिट भिसामा बोलाएको थियो वर्कर भिसामा लगायो उता नि त्यस्तै भयो थियो हाम्रो पनि आजकल चाहिँ कान्छी भिजा गर्दैन लु कान्छी अब अन्तिम के अरे विदाईको ब्लग स्टार्ट भइसक्यो भाउजू लु हेलो भेना वेलकम छ है हाम्रो ए हात थुतु गरेर जानु नि भेना हजुर भाउजू अनि लु लु धन्दा भिजिट भिसामा बोलाएको थियो वर्कर भिसामा लगायो अनि कस्तो भयो अरू सुनाउनुहोस् एक्सपिरियन्स यस्तै छ दुःख सुख हाम्रो जानु नि रे आज चाहिँ दाजु भाउजू दिदी भेना त्यसैले आज चाहिँ यसरी सामानहरू प्याकिङ गर्दैछौँ हेलो म भ्लग बनाउँदैछु दिदी कहाँबाट अनि म चाहिँ यहाँ छु यसरी आज म आएको छु कि छुइनँ भेना हेर्नु त म आएको छु अहिले दाजुहरू हामी चाहिँ यहाँ मार्छ दिदीले तपाईँलाई मार्छ हजुर काइलीलाई सोध्नुपर्छ दिदी पानी पिउनु भएको आमालाई केही पो थाहा छैन त दिदी यहाँ चाहिँ यसरी प्याकिङ हुँदैछ हाम्रो चाहिँ भाउजू लो यहाँनिर अब हामी जाने कान्छी बिस्तारै आउनु हुन्छ अब के गर्नु त होइन रमाइलो भयो हाम्रो गाउँमा होइन कान्छी यसरी भाउजूहरूले प्याकिङ गरिसक्नु भयो सामान हेर्नु है राम्रोसँग पर्सहरू छुट्छ केहरू छुट्छ खोइ भाउजू गयो अरे नेल पालिस यहाँ देखाउनु नि विचार यहाँ चाहिँ गयो अरू त ठिकै छ बाँदरको कस्तो देख्यो भनेको रेड कलर छ नि त्यही भएर कस्तो बेहुली जस्तो देखेको छैन छ नि तर कस्तो यहाँनिर चिसो र तातो मिसेर ड्राई स्वस्तिका यता हेर्नुहोस् त हाई स्वस्तिका भाइ यता हेर्नु त हेलो मनिराज हेलो आमा यहीँ बस्नुपर्छ होला किनभने उयो बान्दरहरू नि आउँछ घर पनि छोडेर के जानु चाबी कहिले लाउनु भोलि जाउँला न हामी होइन उतैतिर तर आज यहाँ सबैजना भएको बेला जानुपर्छ मन पराउँछ कस्तो देख्यो भन्छ दाजुले यो खालको कृषिमा उपलब्धि गरायो भने त सबै मान्छे सुध्रिने हो 18 देखि 45 वर्षको अनि स्कुल त एक हप्ता छुट्टी होला अनि पछि पढिसकेर त जानै पर्छ नि नानी नानी ठुलो भएर आफै मामालाई गएर आफै लेडी बक किन्दैछ ग्रीन कलरको गाडी त आउँछ पनि होला आउँछ नि के अस्ति पढेर जोडिया पुगिरा थोरै सुतेर ला अनि हेरि ल्याइदिएर हेर्नु भरे गाडी बिर्सेछु म पनि यहाँ ओर्लिने नानी काकीलाई सेवारो आउनु त सेवारो गर्नु त सेवारो काकी बोलेको नि सेवा भन्नु न नानी पुलिस मात्रै हेर्दैछ नि आफ्नै सिसो गर्दै अघिदेखि उता बोजूसँग बस्नु ल बोजूसँग बस्नु ल पैसा त यसो टाढोबाट ल मम्मी लु अब पछि यस्तै छ हाम्रो छुट्ने समय आयो छुट्ने सबैजना मनिराज बोजूसँग बस्नुहोस् ढोका मम्मी ढोका खुल्लै छ है सबै
म हिँडेको दाजु अब जागिरमा फर्किनु पर्यो नि दाजु यहाँ हाम्रो दाजुलाई नि मेमोरी हुन्छ यहाँनिर क्याप्चर गर्ने भिडियो आउँछ नि मम्मी ढोका लाउनु भाइ गएको अब हामी चाहिँ यसरी हेलो सबैजना लु अब थोक्लेन निवास त एक्लै भयो त लाइट त मार्नै बिर्सेछ भने म मार्छु बोल्छु यसले गरे थोक्लेन निवासलाई छोडेर अब धरान निवासतिर सर्नु पर्यो आफ्नो कर्म गरी खानु जानै पर्यो के गर्नु यस्तै छ यहाँको नि हौ मलाई पो कस्तो नरमाइलो लाग्यो यसरी बाटोमा जाँदैछौँ हामी चाहिँ होइन हुन्छ 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 लु हेलो भेना हाई साली आई लभ यु लु सी यु सुन अगेन यहाँ चाहिँ दाइ भदाहरू गफ गर्दै हुनुहुन्छ भतिजोहरू यसरी भेट भएर ल ओ दिदी भाउजूको चाहिँ यहाँ यसरी टिकटक चलेको के हो दाजु कस्तो जुम भइगयो त हौ छोटो न छोटो भइगयो त क्यामेरा ए ल यहाँ चाहिँ हामी यसरी अब हाम्रो बुवालाई भेट्नु आएको हामी चाहिँ अनि बुवा चाहिँ यता तल हुनुहुन्छ यता तल अनि भेट्नु आएको हाम्रो बुवा चाहिँ यसरी भेट्नु आएको छौँ हाम्रो बहिनीहरू जानु त बाउकोमा पुरा अन्त हिँड्ने बाटोभरि पानी रहेछ कसो जाने है यसको मुनिको जोड्नु पर्ने रहेछ कस्तो छुट्यो भएर अप्ठ्यारो समात्नु कस्तो झ्यासकारी हो हेट यो बाउतिर पनि लगिदिएको रहेछ पानी त्यो मान्छे कम्ती आधी चाहिँ हुन्छ कहाँ तल लगेको होला नि खेतमा आमा कसरी झर्ने यस्तो लु त बाउलाई स्याहार गर्ने अब नामै बहिनीले बिहानै हँसाएर तपाईँ त अस्तिको पालि त मातेर लोत भएको थियो बोल्नु नि नसक्ने हो जिब्रो क्या लटेर आएर तिनजनाले सफा गर्दै थियो पुरा सरसफाइ हुँदैछ बाउको घरमा बेसी कसँग थियो अहिले त छैन रहेछ क्या बेसी मैला थियो अस्ति त अहिले त छैन छोरीहरू आउनुपर्छ नि त कट्टुवाला पो सेवा आएको छ छ्या तपाईँ बाउलाई कतिवाला थियो सुन्तली चक्लेट पो ल्याएको तपाईँले ल्याएको त्यस्तो यता 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 त्यो बोतल तल राख्नु माथि त्यो स्याउटी जानु पर्ने नि म खिचिदिन्छु सबै जानु नि त यता चाहिँ आराम हुन्छ नि यता उता चाहिँ जानु चढाउनु बदल चाहिँ यतिकै छोड्ने हो कसले धङ्गनी लागेर आएको बेला खाएँ रुनुपर्छ यहाँ आएर कहाँ हाँसेको हो खै रुनु पर्दैन यहाँ आउनु यहाँ यसरी निकाल्नु यता आउनु न यसरी यहाँ खिच्नु है पछि जाला पछाडि यसरी निकाल्नु है अलिक यता नि आउनु हल्का समय लाने के
फुल त उयो चुडाएर राख्दा नि हो ल जाउँ सक्यो त तिमी जाउँ तिमी जाऊ न ल टाउकोमा ढोकियो नि पर्छ यसको संस्कारै रहेन भने बिदै गरेको बुवालाई भेट्नु आएर उल्टो ठाउँमा परेछ भने ढोक्यो भन्दै जस्तो देउरानीलाई पर पुर्याएर आउनु हिँड्नु त नसकिने रहेछ ल अब कसले बोक्ने म बोक्छु छिने यहाँबाट आज छैन होइन के झोलाहरू माथि लु त दाजु ओ दाजु यहाँ लगाइदिनु हो तिम्रो गएको छैन सक्छ ढोका उयो के अरे अब तलै भेटौँ हेर्नु है म पर पुरा ल के बस्छु त ल खोइ अनि भाउजू एक्लै जान्छ नि जान्छु झोला बोकिदिए ओइ बहिनी पक भाउजूको साथमा फर्किने हो न त्यो देउरालीबाट के हुन्छ ल बाई बाई हेलो कता हो हामी त लागेको है खिच्दैछु त यता काभ्रे राम्रोसँग बस्नुहोस् ल ल ल दिदी ल ल ल हामी झरेको अब हिँडेको अब हामी चाहिँ सबैजना आज चाहिँ दाजु भाउजू दिदी भेना जाँदै हुनुहुन्छ यसरी पहाडमा यस्तै हो गाउँघरमा भारी बोक्ने तल माथि उकालो ओह्रालो यस्तै छ गाउँघरतिर अहिले लु अहिले तिन दाजु अब यहाँबाट उता जाने यहीँबाट बाटो आएको हामी छुट्ने भाउजू लु अब राम्रोसँग जानुहोस् बाटो पनि अप्ठ्यारो नरिकन फर्किने बिचरा भाउजूले डोकोमा भारी हालेर बोकिदिनु भएको छ 11 11:30 बजे अरे दाजु छ नि टाइम ल जाउँ भरे तल लु भाउजू लु दाजु राम्रोसँग जानु ल राम्रोसँग बस्नु दिदी बाई 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 पुरा पुरा छुट्ने कहिले भेट्न आउने जति के भयो ल बाई मुनिको जोड्नु पर्ने रहेछ कस्तो छुट्यो भएर कहाँ छ त्यसको ब्याग त्यसको ब्याग चाहिँ कहाँ राख्यो यहीँ छ अनि त्यो जोड्दा पनि भन्नु ल ल आफै कुद्छ छार आफै कुद्छ चारो आफै कुद्छ चाँडो मरम गाउँमा है होइन
खोक्ताक कि के अरे खोक्ताक क्यामेराले खोक्ताक भनेको त अर्कोपट्टि फर्क्यो त मलाई यता खोक्तापबाट रिटर्न ब्याक थोक्ल्यान्डको गाउँ टुडे कहिले गाडी आइपुग्ने we will reach at 5 o'clock. अब यस्तो हिलोमा भरे छतरजोरपट्टि गाउँपालिका यो खोला नभएको भए चाहिँ गाडी छिर्थ्यो होइन गाडी के छ यतिको 3टा खोला तरिसक्यो त नि यस्तो त अलिक समस्या भनेको उठ्ने पर र उयो उठ्ने पर अलिकति कता कता अलिक समस्या छ डोजर पुग्दैन बाटो भने सबै गएछ कहाँ होली खेलेर आएको यहाँ आउँदा कान्छा कहाँ होली खेलेको एमे सानो क्युटी पाइ यता यहाँ आऊ के पो उसको नाम यहाँ आऊ त यहाँ आऊ को पो भाइ होइन ऊ चाहिँ ल यसो मिठाई खानु ल कान्छीलाई खोइ अर्को सानो ल के खाने मिठा खाने तिम्रो नाम के हो भन न त थुतु थुतु अरे नाम थुतु हो खोइ ठुलै छ भन्छ ठुलै छ है के गरेछ धुन आँटेको क्या हो हाँ सानो यहाँ आउनु त अघि त नाम भन्ने त यहाँ आउनु त खै ह्याप्पी होली भन्नु त ह्याप्पी होली खै खै सानो बेबीले ह्याप्पी होली भनेको खै म को हो तुम्मा हौ तुम्मा ए चिन्दो रहेछ त यसो मिठाई खानु भनेर दिएको चक्लेट खानु भनेर कति क्युटी भएछ गाला रमाइलो गरेछ नि त म त माया लाग्छ त्यही गाला भए म हुने जाउँ लु बाई उयो ए उता पैसा राखिदिएको छ तुम्मालाई ए काकीलाई दिदी परे कान्छी दिदी किन पो गर्नु भयो थुप्रैको लोकलले पो गर्नु भएछ कहाँ माथि गएको नि ए यो होइन लक लाग्छ कहिले नभेटिने रहेछ दिदीलाई त है कुखुराको खोर भाँडाकुँडा
रोग भन्दैछ सिक्सिला त के हो ठिकै छ मेरो छोरा के भयो कपाल बचाएको छ ठिकै छ मेरो छोरा को हो यो देख्नुको बाटो कस्तो कति दिन भयो गरेको हिजो भर्खरै यो लाउनु हिजोबाट आम्मामा कत्रो रोज फुलेछ मेरो घरमा त यहाँ नि फुलेछ